हेलो गाइस, सबैलाई स्वागत छ फेरि पनि मेरो छोटो आजको मिनी ब्लगमा। तपाईँ हेरेर देखिसक्नुभयो आज के को विषयमा म ब्लग बनाउन गइरहेको छु। र गाइस, यो हो डल्ले खोर्सानी जसलाई हामी अहिले अचार लाउनेछौँ। र अनपको मम्मीले यसलाई केलाउँदै आज सफा गर्नुहुँदैछ यसलाई अचार लाउनलाई, किनभने अहिले यसको सिजन सक्नु आँटेको छ र अब यसलाई हामी अचार लाउनेछौँ र बनिराख्नु होला आजको यस छोटो ब्लगमा। त गाइस, यो सफा भइसकेको छ र यसलाई सुकाइकन नरम भएपछि यसलाई अर्नबको आमाले यसलाई फेरि पनि बयममा हाल्ने प्रक्रिया गर्नुहुँदैछ र हातले हाल्दा एकदम पोल्छ गाइस, त्यसै कारण तपाईँले हातले नहाल्नुहोस् र एकदम पोल्छ र यो पोलेको झट्टै जाँदैन। अनि अर्नबको मम्मीले त्यसै कारण यसलाई हाल्नु काम गर्नुहुँदैछ र अहिले बयममा हालिसक्नु भएको छ र अब अलिकति मात्रै यहाँनिर नाङ्लोमा बाँकी रहेको छ र अब यसलाई हामी दुईवटा बयममा हाल्नेछौँ। र गाइस, तपाईँले आफ्नो प्रकारले हाल्नु सक्नुहुनेछ। यसलाई तेलले हुन्छ, अचारसँग मिलाएर हुन्छ, मटरसँग हुन्छ, मुलासँग हुन्छ। तर यसलाई हामीले तेलसँग हाल्दैछौँ र तपाईँ नुनसँग पनि हालेर राख्नु सक्नुहुनेछ र हामीले यसलाई तेलसँग हाल्दैछौँ। र यो हाम्रो लागि जब खोर्सानीको खाँचो हुन्छ तब हामी यसलाई खानासँग लिनेछौँ र यो तपाईँ हेर्न सक्नुहुन्छ एकदम दामी देखिँदैछ। यो एकदम हेर्नमा एकदम सुहाउँदो, एकदम खाउँ लाग्ने र तपाईँ जसको यो डल्ले फेभरेट हो र तपाईँलाई निश्चय नै यो देखेर एकदम मजा आइरहेको होला। र यो एकदम रेडी छ, तेलले भरिएर यो अब राख्नेछौँ हामी। र यसलाई जब हामीलाई खाँचो हुन्छ हामी एउटा निकाल्दै हामी खानासँग खानेछौँ र तपाईँले पनि यो प्रकारले राख्न सक्नुहुनेछ। र अहिले सिजन कम्ती छ यसको, अब सक्नु आँटेको छ। अब यो खोर्सानीको लास्ट टाइम भएको कारणले हामी यसलाई बयममा हालेर हामी राख्नेछौँ र यसलाई हामीले अब हिउँदोको समयमा हामी यसलाई खानेछौँ। त फाइनली गाइस, हामी नुनसँग पनि एक बयम बनाएर राख्नेछौँ, किनभने यो नुनले यो खोर्सानीले एकदम धेरै दिनसम्म राख्छ र यो झट्टै बिग्रिँदैन यस्तो प्रकारले बनाउनु भयो भने। र यो प्रकारले बनाउनु भयो भने एकदमै कम्ती पिरो पनि हुन्छ अनि तेलले खाने पनि मानिसहरू हुन्छ अनि धेरैजना नुनसँग खाने पनि मन पराउँछ। अनि दुई प्रकारले हामी बनाएर राखेछौँ गाइस। त फाइनली गाइस, हामीले 4 बयम बनाएर राखेको छौँ जो हाम्रो लागि प्रशस्त छ र यो तपाईँले यस प्रकारले बनाएर राख्नु सक्नुहुनेछ। र तपाईँले कुन प्रकारको मनपर्छ बनाएर अनि कस्तो मनपर्छ तपाईँ निश्चय नै कमेन्ट्स गर्नुहोला र आजको ब्लग तपाईँलाई कस्तो लाग्यो निश्चय नै कमेन्ट्स गर्नुहोला।